पहिलो कोरिन्थी 11:1 त्यहाँ भनिएको छ, मलाई पछ्याओ जसरी मैले येशूलाई पछ्याएको छु। यो प्रभु येशू ख्रीष्टको चेला पावलले बोल्नुभएको कुरा हो। यो उहाँले भन्नुभएको छ, तिमीहरूले मलाई पछ्याओ। उहाँले आफ्ना चेलाहरूलाई भन्दै हुनुहुन्छ। कसरी पछ्याउने? उहाँले जसरी येशूलाई पछ्याउनु भएको छ त्यस्तै म पनि आफ्ना चेलाहरूलाई, आफ्ना मण्डलीका सदस्यहरूलाई र आफ्नो मण्डली, आफ्नो बगाललाई मैले पनि यही नै भन्ने गरेको छु, तिमीहरूले मलाई पछ्याओ जसरी मैले येशूलाई अथवा पावललाई पछ्याएको छु भनेर भन्ने गरेको छु। यसमा डराउनु पर्ने कुरै छैन, किनभने कतिपय प्रभुको दासहरूले भन्नुहुन्छ, मलाई नहेर, मलाई नपछ्याओ, येशूलाई हेर भन्नुहुन्छ। हो, हेर्ने त येशूलाई नै हो, तर हामी पनि उदाहरणीय जीवन जिउनु परेन, हामी पनि गवाईको जीवन जिउनु परेन। अनि हामी चाहिँ येशूलाई देखाएर, प्रभुलाई नै एकैचोटि देखाएर अनि हामी चाहिँ जिम्मेवारी एउटा पन्छिने हो कि हामी चाहिँ पवित्रकरणबाट अथवा इमान्दारिताबाट अथवा चाहिँ उहाँको असल सेवक हुनबाट पन्छिएको हो कि हामीले विगतमा प्रभु पाउनुभन्दा अगाडि गरेका हाम्रा श्रृङ्खलाबद्ध विभिन्न पापहरू छँदैछ, तर त्योभन्दा यता त हामीले प्रभुले दिनुभएको आज्ञा सिरोपर गर्न सक्नु पर्यो नि, र हामीले दाबीको साथ भन्नु सक्नु पर्यो नि, मैले येशूलाई जसरी पछ्याएको छु तिमीहरूले मलाई त्यसरी नै पछ्याओ। कतिपय मान्छे हामीभन्दा पनि अगुवाजनभन्दा पनि असल जीवन जिएका मण्डली सदस्यहरू हुनुहुन्छ, तर पनि कति सबै त हुँदैन नि त। र उहाँहरूलाई हामीले दिने निर्देशन सल्लाह भनेको चाहिँ मलाई यही नै हो भन्ने लाग्छ, किनभने मलाई पछ्याओ जसरी मैले येशूलाई पछ्याएको छु। त्यसले गर्दा आफूलाई पनि करेक्सन गर्ने काम गर्दो रहेछ यो वचनले। मैले त यसो पो भनेको छु त, मलाई पछ्याओ पो भनेको छु त, मैले येशूलाई पछ्याओ पो भनेको छु त। त्यसले गर्दाखेरि हामीले कहिलेकाहीँ अनैतिक केही सोच विचार गतिविधि, कतै हाम्रो आँखा, कतै हाम्रो सोच विचार, कतै हाम्रो पाइला पर्दैछ भने राइट हुँदैन। मैले अस्ति बगाललाई यसरी सल्लाह दिएको छु, मैले अब यो गर्नु हुँदैन भन्ने कुरो हुँदो रहेछ। हामीलाई के हुँदो रहेछ नि, मैले त डाइरेक्ट येशूलाई प्रभुको चाहिँ मार्ग देखाइदिएको छु, प्रभुको पछि लाग्नु भनिदिएको छु, मेरो पछि मेरो बगाल हिँड्ने होइन, मैले जे गरे पनि त हुन्छ नि भन्ने खालको सोच पो आउँदो रहेछ त हामीलाई। भनेपछि पहिलो कोरिन्थी 11:1 अनुसार मैले चाहिँ यसरी दाबी गर्ने गरेको छु। हजुरहरूलाई नमिठो लाग्न सक्छ, घमण्डी लाग्न सक्छ, अनौठो लाग्न सक्छ, तर मेरो आफ्नो दाबी हो। जसरी मैले येशूलाई पछ्याएको छु त्यसरी नै बगालले मलाई पछ्याउनुपर्छ, र त्यो भनिसकेपछि मैले आफ्नो जीवनलाई करेक्टेड भएर अगाडि बढ्ने र दिनदिनै करेक्सन हुने, दिनदिनै हामी परमेश्वरमा पश्चाताप हृदयमा साथ अगाडि बढ्ने, हरेक कुरामा सुधार भएर अगाडि बढ्ने हुनुपर्दो रहेछ भन्ने मेरो दाबी हो। आमेन।